आज चाहिँ म कम्पलसरी म्याथको अनिवार्य गणितको 2021 साल कर्णाली प्रदेशका क्वेसनहरू सल्युसन गर्न गइरहेको छु। प्रश्न नम्बर 1 हाम्रो समूहबाट सेटबाट आउँछ, जुन चाहिँ 6 मार्क्सको रहेको हुन्छ। र क्वेसन, एउटा विद्यालयको कक्षा 10 का 100 जना विद्यार्थीहरूमध्ये 60 जनाले अङ्ग्रेजी र 50 जनाले गणित मन पराएछन्, तर 20 जनाले यीमध्ये दुवैमध्ये कुनै पनि मन पराएनछन् भने अङ्ग्रेजी मन पराउने र गणित मन पराउने विद्यार्थीको समूहलाई क्रमशः ई र एमले जनाएको छ अथवा सङ्केत गरिएको छ भनेको छ। भनेपछि अब हामी सल्युसनतिर जाउँ। पहिले हामीले जे छ त्यो दिएको कुरा चाहिँ लेख्नुपर्छ। र पहिले हाम्रो के दिएको छ भने अब हाम्रो यहाँ भनेपछि के दिएको छ त भनेपछि नम्बर अफ यु भनेपछि जम्मा विद्यार्थी सङ्ख्या भन्नु पर्यो। जम्मा विद्यार्थी सङ्ख्या नम्बर अफ यु बराबर 100 जना भयो। भनेपछि अङ्ग्रेजी मन पराउने चाहिँ नम्बर अफ ई बराबर 60 जना। भनेपछि गणित मन पराउने कति छन् भनेपछि नम्बर अफ एम बराबर 50 जना भनेको छ। 50 जना गणित मन पराउँछन् भनेपछि 20 जनाले यीमध्ये कुनै पनि विषय मन पराएन भनेपछि, यी दुवै मन नपराउने भनेपछि कुनै पनि मन नपराउने भनेपछि नम्बर अफ ई एन्ड युनियन एम को कम्प्लिमेन्ट बराबर 20 जना। भनेपछि हामी क्वेसनतिर जाउँ। र दुईमध्ये कुनै पनि विषय मन नपराउने विद्यार्थीहरूको समूहलाई गणनात्मक सङ्केतमा लेख्नुहोस् भनेपछि यीमध्ये कुनै पनि अङ्ग्रेजी पनि मन पराउँदैनौँ, हामी गणित विषय पनि मन पराउँदैनौँ भन्ने को सङ्ख्या लेख्नुहोस् भनेको छ। क्वेसन 1 को एन्सर ए भनेर हामी लेखौँ। नम्बर अफ ई युनियन एमले कुनै पनि होइन, मन पराउँदैन भन्ने जनाउँछ। यो चाहिँ 20 जना भनेपछि अब क्वेसन 1 को एन्सर बीतिर जाउँ है। एन्सर बीतिर र बीमा के भनेको छ, दुवै विषय मन पराउने विद्यार्थीको सङ्ख्यालाई एक्समा नै दिएको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् भनेको छ। अब हामी के भन्छ भने माथिको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्दा लेखिसकेपछि अब हामी भेनचित्र बनाउँछौँ। भेनचित्र भनेपछि अब हामी भेनचित्र बनाउँ। भेनचित्र बनाइसकेपछि यो अङ्ग्रेजी, यो गणित भनेपछि यो ई र यो एम भयो। भनेपछि यो अङ्ग्रेजी मन पराउने र गणित मन पराउनेलाई एक्स मान भनिरहेछ। एक्स मान भनेपछि अब यो हाम्रो 60 जना छन् अङ्ग्रेजी मन पराउने, 60 जना भनेपछि एक्स घटाएपछि 60 मात्र हुन्छ। र यो हाम्रो त्यो सेम 50 जना छन्, बिचौल एक्स घटाएपछि 50 जना मात्र गणित मन पराउँछन् भन्ने जनाउँछ। अब त्यस पछाडि 20 जनाले त हामी कुनै पनि विषय मन पराउँदैनौँ भनेका छन्। भनेपछि अब यो हाम्रो भेनचित्र भयो। अब भेनचित्र त भयो। अब सीमा के भनेको छ, एउटा मात्र विषय मन पराउने विद्यार्थीहरूको सङ्ख्या पत्ता लगाउनुहोस्
भनेको छ। एउटा मात्र विषय भनेपछि क्वेसन 1 को एन्सर सी। भनेपछि एउटा मात्र भनेपछि अब हामीले पहिले x को मान चाहिँ लेख्नुपर्छ। अब योलाई हामी भेनचित्रबाट लेखौँ। भेनचित्रबाट भनेपछि अब भेनचित्रबाट यो 60 माइनस x प्लस x माइनस x भनेपछि प्लस के भन्छ 60 माइनस x प्लस x प्लस 50 माइनस x प्लस 20 बराबर 100 जना। यो भेनचित्र भनेपछि यो सबै भनेको यो 100 हो कि होइन हो, त्यसैले यो भेनचित्र यो के भयो 100 भयो यो सबै। भनेपछि अब हामीले योलाई जोडौँ कति आउँछ त? यो जम्मा कति भएछ त? यो जम्मा 130 भएछ। तर यो एउटा प्लसमा छ भने एउटा माइनसमा छ भने काट्न मिल्छ कि मिल्दैन? हो, त्यसैले मिल्छ भने काटौँ। अब यो माइनस x बच्यो र उता 100। अब हामीले यो उता लिनुभन्दा योलाई 100 यो सानो अङ्क छ र यसलाई यता ल्याउँदा हामीले यो सजिलो हुन्छ, त्यसैले यो यता ल्याउँ। यो प्लसमा छ, अब यो बराबर भन्दा यता आउँदा यो माइनस बन्छ र x उता। भनेपछि अब 130 मा 100 घटाउँदा चाहिँ 30 बराबर x बराबर 30। अब हामीले दुवै विषय मन पराउनेको संख्या 30 निकाल्यौँ। 30 त निकाल्यौँ, तर हाम्रो क्वेसनले के भनेको छ? एउटा मात्र विषय भनेको छ। अब हामीलाई एउटा मात्र विषय मन पराउने भनेको छ। अब एउटा मात्र भनेको त नट ए प्लस नट बी हो कि होइन? र अब हाम्रो नट ए प्लस नट बी। नट ए प्लस नट बी भनेको के हो भनेपछि यो नट ए प्लस नट बी यो मात्र भनेको थियो त अघि। त्यसैले यो x माइनस 60 माइनस x 60 माइनस x प्लस यो 50 यो गणित थियो त 50 माइनस x भनेपछि यो 60 मा x को भ्यालु हाम्रो कति थियो? साझा दुवै मन पराउने 30 थियो। अब यो पनि प्लस 30 गरौँ। अब योबाट यो घटाउँदा कति आउँछ भनेपछि योबाट 30 घटाउँदा चाहिँ हाम्रो 60 बाट 30 घटाउँदा 30 आउँछ। प्लस 50 बाट 30 घटाउँदा कति आउँछ? 20 आउँछ। 20 प्लस 30 कति हुन्छ? 50। तसर्थ एउटा मात्र विषय मन पराउनेको संख्या कति रहेछ? संख्या 50 रहेछ। अब हामी क्वेसन डी तिर जाउँ। 1 को डी तिर। क्वेसन 1 को डी को एनएस गर्न जाउँ। भनेपछि क्वेसन डी को एनएस के छ? अब यता हेरौँ। यदि दुई मध्ये कुनै पनि विषय मन नपराउने, अघि त हाम्रो कुनै पनि मन नपराउने कति छ? 20 जना छ भनेपछि विद्यार्थी संख्या छ र संख्या छ र 30 यो चाहिँ कुनै पनि मन नपराउने 30 भएको अवस्थामा दुवै विषय मन पराउने विद्यार्थीको संख्यामा के असर पर्छ त? भनेपछि अब हाम्रो के असर पर्छ भनेपछि त अब हामीले के गर्नु पर्यो भनेपछि नम्बर अफ ई युनियन एम बराबर नम्बर अफ यु माइनस यो पहिलाको हाम्रो साझा कति आएको थियो? 30 आएको थियो। नम्बर ई इन्टरसेक्सन एम बराबर कति थियो? 30 थियो। भनेपछि अब यो 100 भयो माइनस यो कति थियो? 30 थियो। 100 मा 30 घटाउँदा कति भयो? 70 भयो।
भनेपछि 70 भयो भनेपछि यो हाम्रो अब 70 भएपछि त अब भनौँ अब यो हाम्रो अब त हाम्रो कति आयो यो 70 आयो यो जम्मा अब 70 हुन गयो भनेपछि बराबर 60 प्लस 50 थियो र माइनस यो हाम्रो साझा घटाइदिउँ यी इन्टरसेक्सन एम गरिदिउँ यो 70 बराबर यो जोड्दा कति भयो 100 त हुँदैन अब हाम्रो 60 र 50 जोड्दा 110 हुन्छ भनेपछि नम्बर अफ ई इन्टरसेक्सन एम भनेपछि अब हामीले एमलाई एक साइड र यी अङ्कलाई एक साइड गर्दा के हुन्छ भनेपछि अब यो हाम्रो नम्बर अफ ई इन्टरसेक्सन एम बराबर यो प्लसमा छ उता लिँदा के हुन्छ माइनस हुन्छ 70 भनेपछि अब यो हाम्रो कति आयो 40 आयो 40 आयो अब क्वेसनले के भनेको थियो भनेपछि क्वेसनले एउटामा के अरे यदि दुई मध्ये कुनै पनि विषय मन नपराउनेको विद्यार्थीको सङ्ख्या 30 भएको अवस्थामा दुवै विषय मन पराउने विद्यार्थीको सङ्ख्यामा के असर पर्छ त भनेपछि अब दुवै विषय मन पराउने यो पहिला कति थियो पहिला दुवै विषय मन पराउने 30 थियो अब भयो 40 दुवै विषय मन पराउने 40 भयो यो 40 मा 30 घटाउँदा 10 यो के हुन्छ भने तसर्थ कुनै पनि विषय मन नपराउने विद्यार्थीको सङ्ख्या 30 भएमा कुनै पनि विषय मन नपराउने विद्यार्थीको सङ्ख्या 30 भएमा दुवै विषय मन पराउने विद्यार्थीको सङ्ख्यामा कति अङ्कले असर पर्ने रहेछ 10 विद्यार्थी सङ्ख्याले असर पर्छ अब हाम्रो 2-1 को क्वेसन कम्प्लिट भयो यताबाट कति मार्क्स आउँछ 1 मार्क्स यताबाट कति आउँछ 1 मार्क्स यताबाट कति आउँछ यताबाट चाहिँ कति आउँछ त 2 मार्क्स यताबाट कति आउँछ 1 मार्क्स जम्मा हाम्रो समूहबाट कति हुने रहेछ 6 मार्क्स को क्वेसन अब हामीले कर्णाली प्रदेशको सल्युसन गर्यौं अब प्रश्न 2 तिर जाउँ प्रश्न 2 चाहिँ हाम्रो चक्रीय व्यासबाट आउँछ जुन चाहिँ 4 मार्क्सको आउँछ यसमा चाहिँ अब प्रश्नतिर जाउँ है अब प्रश्नले के भनेको छ आशाले रु 1 लाख एउटा बैंकमा जम्मा गरेछन् बैंकले वार्षिक 8% ब्याज दरमा अर्धवार्षिक चक्रीय ब्याज दिन्छ भन्यो र अब वार्षिक चक्रीय ब्याज निकाल्ने सूत्र लेख्नुहोस् भनेको छ एकमा अब हामी सोलुसनतिर जाउँ सोलुसनतिर प्रश्न यो कतिको प्रश्न 2 को हो प्रश्न 2 को भनेपछि अब हामी क्वेसन 2 को ए को एएनएस गरौँ भनेपछि के भनेको छ वार्षिक चक्रीय ब्याज निकाल्ने सूत्र लेख भनेको छ वार्षिक चक्रीय ब्याज निकाल्ने सूत्र CI compound interest is equals to P into 1 plus R by 100 को पावर T minus 1 हुन्छ यो चाहिँ हाम्रो वार्षिक चक्रीय ब्याज निकाल्ने सूत्र हो अब बीमा के भनेको छ त
2 वर्षकोमा आशाले कति ब्याज प्राप्त गर्छिन्? 2 वर्षमा कति के ब्याज हो? अर्धवार्षिक ब्याज भनेको छ त पहिलो। त्यसैले आशाले अर्धवार्षिकमा जम्मा गरेकी थिइन्। अब त्यसरी हामीले अर्धवार्षिक चक्री ब्याज निकाल्नु पर्ने भयो। अब क्वेसन 2 को एनएसबीतिर जाउँ। भित्र जाँदाखेरि अब सावा पी बराबर 1 लाख छ। सावा पी बराबर 1 लाख छ। आरएसఐ ब्याज दर आर बराबर 8% र समय टी बराबर 2 वर्ष। वार्षिक चक्रीय ब्याज चाहिँ CI बराबर what? We know that भनेपछि के भन्यो भनेपछि हामीलाई थाहा छ के को सूत्र हो? एससीआई को सूत्र के अरे अर्धवार्षिक है यो अर्धवार्षिक। एससीआई बराबर P into 1 plus R by 200 को पावर 2T minus 1 सूत्र हुन्छ भनेर हामीलाई थाहा छ। अब भ्यालु राखौँ। भ्यालु 1 लाख 1 प्लस 8 का अपन 200 को पावर 2 into 2 2 वर्ष छ माइनस 1 बराबर के अरे माइनस 1 भयो। यो 1 लाख भनेपछि यो 208 अपन 200 को पावर 2 गुणा 4 माइनस 1 यो 1 लाख जस्ताको तस्तै राखौँ। 1 लाख जस्ताको तस्तै राखेपछि यो 208 लाई 200 ले भाग गर्दा कति आउँछ? 1.04 आउँछ पावर 4 माइनस 1। अब भनेपछि 1 लाखको 1 लाख हुन्छ यो 1.04 को पावर 4 कति हुने रहेछ त? 1.16985856 हुने रहेछ। माइनस 1 गरौँ 0 भनेपछि यो घटाउँदा इन्टु कति आउँछ? 0.16985856 भनेपछि माइनस 1 गरिदिउँ आयो इन्टु 1 लाख कति आयो त? 16,900 आरएस 16,985.856 एससीआई बराबर कति आयो त? अब हाम्रो 16,985 यो हाम्रो एससीआई आयो। अब हामी के भनेको छ? यदि सोही अनुसार सोही बयाङमा सोही अवधिमा यदि अर्धवार्षिक नदिएको भए अर्धवार्षिक नदिएर वार्षिकमा दिएको भए घाटा हुन्थ्यो कि फाइदा हुन्थ्यो आशालाई भनेको छ। अब हामी सीतिर जाउँ। सीतिर अब क्वेसन क्युएस्ट क्वेसन 2 को एन्सर सीतिर जाउँ। सीतिर जाँदाखेरि अब सावा उइको हो हैन? 1 लाख छ। आरएस 1 लाख छ। समय उति नै अवधि भनेको छ। टी बराबर 2 वर्ष नै छ। ब्याज दर आर बराबर 8% उही नै भनेको छ सबै। अब यो अर्धवार्षिक ठाउँमा वार्षिक चक्रीय ब्याज वार्षिक चक्रीय ब्याज चाहिँ CI compound interest बराबर what? We know that फेरि we know
द्याट हामीलाई थाहा छ सिआई निकाल्ने सूत्र सिआई बराबर पी इन्टु 1 प्लस आर बाई 100 को पावर टी माइनस 1 हो भनेर थाहा छ। अब भ्यालु राखौँ 0 1 लाख 1 प्लस 8 का अपन 100 को पावर 200 माइनस 1 भनेपछि 0 1 लाख भनेपछि 100 एकाइ 100 108 का अपन 100 को पावर 2 माइनस 1 1 लाखै राखौँ 108 100 लाई भाग गर्दा 1.08 आउँछ माइनस। अब 1 लाखको 1 लाखै राखौँ योको पावर कति हुन्छ त कति हुन्छ भनेपछि 1.1664 माइनस 1। अब 1 लाख इन्टु 1.1664 लाई माइनस 1 ले घटाउँदा 0.164 इन्टु 1 लाख गर्दा कति आउँछ भनेपछि आशय 16,640 आउँछ। अब सिआई बराबर 16,640 भनेपछि अब हाम्रो घाटा र के फाइदा हुन्छ पक्कै हामीलाई अर्धवार्षिक हुनाले वार्षिक कम छ उही भने वार्षिक कम हुन्छ भनेपछि अब उहिने समय छ उहिने ब्याज दर छ भनेपछि अब हाम्रो पक्कै नै यो सिआई कम हुन्छ अर्धवार्षिक भन्दा। अब गरौँ अब कतिले घाटा हुन्छ त घाटा बराबर या सिआईबाट सिआई घटाउँ अर्धवार्षिक चक्रीबाट सिआई घटाउँ कति आउँछ त हाफ कम्पाउन्ड इन्ट्रेस्ट माइनस कम्पाउन्ड इन्ट्रेस्ट यो कति आएको थियो हाम्रो 16,985 आएको थियो 16,985 आएको थियो भनेपछि यो हाम्रो सिआई कति आयो 16,640 आयो। अब यो दुई घटाउँदा कति हुन्छ त कति हुने रहेछ कति घाटा हुने रहेछ यति घटाउँदा कति आयो आरएस 3 4 5 आशाले लेखौँ अब तसर्थ आशाले अर्धवार्षिक वार्षिक सक्रिय ब्याजमा जम्मा नगरी बचत नगरी अथवा जम्मा नगरी अर्धवार्षिक वार्षिक सक्रिय ब्याजमा जम्मा गरेको भए आशालाई रु कति भनेपछि 345 घाटा हुन्छ घाटा अब हुन्छ हैन यो सम्भावना हो भनेपछि हुन्थ्यो भन्ने। अब एन्सर अब हाम्रो योबाट हाम्रो आउने कति हो 1 मार्क्स हो 1 मार्क्स यताबाट आएपछि 1 मार्क्स योबाट आएपछि 2 मार्क्स चाहिँ यताबाट आउँछ जम्मा हाम्रो कति मार्क्स आयो त 6 मार्क्स। अब हाम्रो यो चक्री ब्याजको पनि हिसाब सकियो। अब प्रश्न नम्बर 3 हाम्रो वृद्धि ह्रासबाट आउँछ जुन चाहिँ 4 मार्क्सको आउँछ एक्जाममा वृद्धि ह्रासबाट चाहिँ। अब यो हामी क्वेसनतिर जाउँ। एउटा गाउँको जनसङ्ख्या 10,000 छ वार्षिक जनसङ्ख्या वृद्धि दर 4% छ सो गाउँबाट पहिलो वर्षमा को अन्त्यमा 100 जनाले बसाइसराई सरेर अन्यत्र गए भनेको अब त्यो ठाउँबाट सरे र उक्त गाउँको 1 वर्षको पहिलेको जनसङ्ख्या पत्ता लगाउनुहोस् भनेपछि अब हामी सोलुसनतिर जाउँ। प्रश्न नम्बर 3 बाट यो चाहिँ हाम्रो केबाट प्रश्न नम्बर 3 अब हामी सोलुसनतिर जाउँ
त्यो क्वेसन 3 को एनएस ए भनेपछि उक्त गाउँको 1 वर्ष पछिको जनसङ्ख्या पत्ता लगाउँ। अब हामी दिएको कुरा के छ दिएको कुरा टी वर्ष अगाडिको जनसङ्ख्या कति छ पी भनेको के अरे पी भनेको कति छ 10,000 छ जनसङ्ख्या छ भनेपछि आर कति पर्सेन्टले वृद्धि भएको छ त 4%ले वृद्धि भएको छ र वार्षिक जनसङ्ख्या वृद्धि दर भनेपछि 1 वर्षमा भनेपछि टाइम वहाँ 1 वर्ष हुन्छ पिटी बराबर वाट भनेपछि we know that भनेपछि सूत्र के हो पिटी बराबर पी इन्टु 1 प्लस आर बाई 100 को पावर टी हो। अब हाम्रो 10,000 छ पी 10,000 छ भनेपछि 1 भयो प्लस यो कति पर्सेन्ट छ 4% अपन 100 को पावर 1 दिएको यति नै हो 10,000 एकाउन्न 10,000 प्लस 104 अपन 100 104 अपन 100 भनेपछि 10,000 इन्टु यो भाग गर्दा कति हुन्छ 1.04 1.04ले चाहिँ कति हुन्छ त 1.04ले अनि 400 हुन्छ भनेपछि 400 भयो। अब त 400 भएपछि त्यो जनसङ्ख्या कति होला भनेको छ अब पी पनि जोडौँ यो आएकोसँग पिटीसँग पिटी गरौँ पिटी बराबर यो सबै कति हुन्छ भनेपछि अगाडिको कति छ 10,000 प्लस 400 बराबर के कति भयो त भनेपछि 10,400 भयो 10,400 भएपछि त अब के हो 10,400 त भयो तर 100 जना फेरि अनन्त बसे सरेका छन् त भनेपछि 10,400 माइनस 100 अनन्त बसे सरेका छन् भनेपछि यो कति भयो 10,300 भयो। तसर्थ लेखौँ तसर्थ 1 वर्षको उक्त गाउँको जनसङ्ख्या सङ्ख्या 10,300 हुन्छ भने अब एकको त सकियो। अब क्वेसन भित्र जाउँ। यदि दोस्रो वर्षमा कोही पनि बसाइँ सरेनन् भने 2 वर्ष पछिको जनसङ्ख्या कति हुन्छ त भनेपछि 2 वर्ष पछिको जनसङ्ख्या कति हुन्छ भनेपछि अब हामी क्वेसन 3 को एनएस बीतिर जाउँ। 2 वर्षपछि भनेको छ पी भनेको कति छ त भर्खर हामीले निकाल्यौँ 10,300 निकाल्यौँ र आर भनेको कोही पनि सरेन भनेपछि दिएको छैन फेरि दिएको छैन 4% नै हो 4% हो भनेपछि अब टी भनेको पनि एक अघिल्लो वर्ष गइसक्यो र एक वर्ष र 1 वर्ष हुन्छ र अब पिटी बराबर वाट वी हेभ पिटी को सूत्र हामीसँग छ वी हेभ पिटी बराबर पी इन्टु 1 प्लस आर अपन 100 को पावर टी भनेपछि 10,300 प्लस 1 प्लस 8 अपन 100 को पावर टी 1 छ र 10,300 100 प्लस 8 गर्दा 108 अपन 100 भनेपछि 10,300 इन्टु 108ले 100ले भाग गर्दा 1.08 हुन्छ। यति गुणन गर्दा चाहिँ कति आउँछ भनेपछि गुणन गर्दा 10,000 कति हुन्छ त गुणन गर्दा यो हाम्रो 4 हो 4 वार्षिक हामीले आडेका छौँ अघि
यो हाम्रो 104 हो। अब यो गुणन गर्दा कति आउँछ त भनेपछि कति भयो 10,712 जना तसर्थ कोही पनि बसाइ सराई नसरी 2 वर्षपछि उक्त गाउँको जनसङ्ख्या कति हुने रहेछ त 10,712 हुन्छ। अब हाम्रो क्वेसन नम्बर सीतिर जाउँ। यदि पहिलो वर्ष कोही बसासराई नसरेको भए 2 वर्षमा हुने जनसङ्ख्या कतिले फरक हुन्थ्यो भनेपछि पहिले यो बसासराई नसरेको भए कतिले फरक हुन्थ्यो त भनेपछि कोही पनि बसासराई नसरेको अगाडि कति छ 10,406 छ भनेपछि कतिले फरक हुन्थ्यो त भनेपछि 2 वर्षको के अरे क्वेसन 3 को ANSC मा के छ भनेपछि अनि पहिलो वर्ष बसाइ सराई नसरेको कति छ पहिलो वर्ष बसाइ सराई नसरेको 10,406 र 2 वर्षपछिको कति छ 2 वर्षपछिको कति 10,712 आएको छ भनेपछि अब हामीले 2 वर्षपछिकोलाई 10,712 माइनस यो 10,400 घटाउँदा कति भयो त 707 मा 4 जाँदा 700 मा 12 मा 400 जाँदा कति भयो त कति भयो भनेपछि कति भयो 312 तसर्थ पहिलो वर्ष र 2 वर्षको फरक कति छ त 312 छ भनेपछि यो हाम्रो कति मार्क्सको यो हाम्रो कति भयो त यो हाम्रो भनेपछि यताबाट कति आउँछ त यताबाट हाम्रो आउँछ 1 नम्बर आउँछ यताबाट हाम्रो आउँछ 2 नम्बर आउँछ यताबाट 1 नम्बर आउँछ भनेपछि अनि कति भयो टोटल नम्बर 4 मार्क्सको आउँछ। अब यो सकियो। अब प्रश्न 4 हाम्रो मुद्रा विनिमयबाट आउँछ जुन चाहिँ 4 मार्क्सको आउँछ एक्जाममा र क्वेसन नेपाल राष्ट्र बैंकको मुद्रा विनिमय दर अनुसार कुनै दिनको 1 अमेरिकन डलर बराबर नेपाली रुपैयाँ रु 138.83 थियो। केही दिनपछि नेपाली मुद्रा डलरको तुलनामा 2% अवमूल्यन भएछ। र अब हामी क्वेसनतिर जाउँ। मुद्रा विनिमय भनेको के हो भनेपछि क्वेसन फोको एन्सर ए मा उत्तर मुद्रा विनिमय भनेको के हो मुद्रा विनिमय भनेको एक देशको मुद्रा अर्को देशमा सार्ने प्रक्रिया हो। अब यसलाई हामीले के लेख्छौँ एक देशको मुद्रा देशको मुद्रा अर्को देशको मुद्रासँग साट्दा हुने प्रक्रियालाई मुद्रा विनिमय भनिन्छ। अब क्वेसन फोको
एनएस बीमा यो चाहिँ ए भयो, यो चाहिँ बीमा के भनेछ अवमूल्यन नहुँदै अगाडि अमेरिकन डलर 1500सँग नेपाली कति सार्नुपर्छ। अब हामी यसलाई चेन रुलबाट गर्छौँ। नेपाली रुपियाँ सार्दाखेरि हामीले त्यसलाई जे पैसा सार्ने हो त्यो लाई चाहिँ एक्स मान्नुपर्छ। नेपाली रुपियाँ नेरुलाई हामीले एक्स मानौँ। डलर कति छ 1500 सार्ने भनेको छ 1560 थियो। अब यो मुद्रा विनिमयको हिसाब गर्दा चाहिँ एउटै रुपियाँ एकै साइड गर्नु हुँदैन। चेन रुलबाट प्रयोग गर्दाखेरि चाहिँ एउटै रुपियाँ एकै साइड हुनु पर्दैन। जस्तै यो अहिले नेहरू छ, यता साइड अमेरिकन डलर छ र यता अब नेहरू फेरि हुनु हुँदैन। अब यता चाहिँ हाम्रो अब अमेरिकन डलर हुनुपर्छ, यता चाहिँ नेपाली रुपियाँ हुनुपर्छ। अब मूल्यन अघि भनेपछि अब हामीले नि अमेरिकन डलर राखौँ 1 छ बराबर यो नेहरू कति छ त नेहरू 13,883 छ। अब हामीले यसलाई फर्म चेन रुलबाट फर्म चेन रुलबाट यताको साइड एक साइड गुणन गर्ने, यताको एक साइड गुणन गर्ने र यताको साइड गुणन गर्दा 100 × 1 बराबर 1500 × 138.83 भनेपछि एक्स बराबर यो 1500सँग 183सँग गुणन गर्दा कति हुन्छ 138 1500सँग इन्टु 138.83सँग गुणन गर्दा कति आउँछ कति आयो आरएस 28245 कति आयो त 1500सँग गुणन कति हो भनेपछि 2,08,245 अमेरिकन डलर 1500सँग नेपाली रुपियाँ 2,08,245 रुपियाँ हुने रहेछ। अब एन्सर क्वेसन 4को अब हामी सीतिर जाउँ। सीले के भन्छ अवमूल्यन पछि नेहरू 7,08,033 को कति अमेरिकन डलर सार्न सकिन्छ। अब हामीले अमेरिकन डलर चाहिँ यो चाहिँ अवमूल्यन पछि नै होला। अब हामीले अवमूल्यन पछिको नेपाली रुपियाँ निकालौँ। अवमूल्यन भनेपछि अवमूल्यन कति छ 138.83 प्लस अवमूल्यन जोड्नुपर्छ, अधिमूल्यन भनेपछि माइनस घटाउनुपर्छ 38.83 इन्टु 2/100 भनेपछि 138.83 प्लस 83 भनेपछि यो भाग गर्दा चाहिँ कति हुन्छ भनेपछि भाग गर्दा 2/100 गुणन गर्दा कति आयो इन्टु 0.0283 प्लस 138.83 के अरे योले यसलाई गुणन गरौँ इन्टु 138.83 138.83सँग कति भयो 2.7766 भएपछि प्लस 138.83 भनेपछि 141.61 अब नेपाली मुद्रा यति भयो। अब यो कति हुन्छ त भनेपछि अमेरिकन डलर 4,08,033सँग के अरे नेपाली रुपियाँ अमेरिकन डलरसँग साट्दा भनेपछि अब अमेरिकन डलर एक्स मानौँ गरौँ 4,08,033सँग अब हामीले एकै हुनु हुँदैन। अब त्यसले अब नेहरू यता राख्छौँ। नेहरू अवमूल्यन पछि कति छ 141 बराबर डलर 1 बराबर फ्रम चेन रुल भनेपछि अब हामीले अब यो यताको साइड गुणन गरौँ एक्स छ
इन्टु 141.61 छ है, यता 0.61 छ, 61 बराबर अनि 4,08,033 इन्टु एक्स बराबर 0833 भनेपछि अपन 14161 भनेपछि कति हुन्छ त नेहरू, के अरे अमेरिकन डलर कति हुन्छ? 7,08,033 भनेपछि 4,08,033 अपन 141.61 कति भयो त अमेरिकन डलर? 4,99,988 कति भयो? 4,99,88 99 4,949 भयो। भनेपछि आज यो क्वेसन 4 सम्म भयो। अर्को भिडियोमा हामी 5, 6, 7, 8 सम्म गर्नेछौँ। Like, comment and share.